सामाजिक सञ्जालमा फेसबुकमा टिकटकमा तपाईँले भिडियो हेरेर लक्ष्य ठ्याक्क मिल्दोजुल्दो भएको भएर तपाईँले धेरैले मेसेज गर्नुहुन्छ, मलाई त ठ्याक्क यस्तै रोग छ, ठ्याक्क यस्तै लक्षण छ, कुन औषधि खाने होला भनेर सोध्नुहुन्छ। र त्यसमा मैले सधैँ जवाब के दिन्छु भने लक्षण मिल्दैमा तपाईँको एउटै रोग हुन्छ भने हुँदैन, र एउटै रोग हो भनेर एउटै औषधिले सबैलाई एउटै औषधिले काम गर्छ भन्ने हुँदैन है त। झन् नोक्सानी गरिरहेको हुनसक्छ, एउटालाई फाइदा गर्ने औषधिले अर्कोलाई नोक्सानी गरिरहेको हुनसक्छ। त्यसैले हामीले अनलाइन प्रिस्क्रिप्सन गर्न मिल्दैन, अनलाइन औषधि भन्न मिल्दैन है त। त्यो हाम्रो कुनै इगोको कारणले होइन है, हामी पनि कानुनले बाधिएको हुन्छ है त। नेपाल सरकारको नियमले, नेपाल मेडिकल काउन्सिलको नियमले हामीले अनलाइन प्रिस्क्रिप्सन दिन मिल्दैन है त। दियो भने के हुन्छ भने कसैलाई हानि गर्यो भने त्यो चाहिँ कानुन सम्बद्ध तपाईँको चाहिँ नराम्रो ठहरिन्छ। त्यसैले हाम्रो पनि आफ्नो सीमितता हुन्छ है त। हामीले पनि एउटा सीमा नाग्नु हुँदैन, र सजिलो बाटो खोज्दाखेरि कहिलेकाहीँ झन् हानि हुन सक्ने भएको भएर तपाईँले अनलाइन प्रिस्क्रिप्सन होइन कि बरु मेरो समस्या यो छ, के गर्दा राम्रो हुन्छ, कहाँ जचाउँदा राम्रो हुन्छ, कुन ठाउँमा जचाउँदा राम्रो हुन्छ, यो सम्बन्धी कुन डाक्टर हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ भनेर सोध्नु भयो भने अझ तपाईँलाई मैले राम्रोसँग हामीले सचेत गराउन सकिन्छ। र यो रोगको बारेमा केही जानकारीहरू लिन चाहनुहुन्छ भने पनि तपाईँको चाहिँ अनलाइन मिल्यो। तर लक्षण मिलेर एउटै रोग हुँदैन, र रोग मिल्यो भन्दैमा उपचार एउटै हुँदैन। त्यसैले जचाउनु होला, अस्पताल गएर जचाउनु होला, डाक्टरलाई भेट्नु होला, अनि बल्ल औषधिको सेवन गर्नु होला। हस्, धन्यवाद।